नमस्ते। अब म तपाईलाई देखाउन गइरहेको छु हाम्रो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अथवा हाम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान जहाँ बन्दैछ, जुन हाम्रो सपनाको क्रिकेट खेल, जहाँ हामी अन्तर्राष्ट्रिय खेलहरू खेल्ने चलन छ अथवा खेलिरहेका छन्, जहाँ हामी पानी पर्दा होस्, काम लाग्दा होस् अथवा सफा मौसममा होस्, हामी जब अन्तर्राष्ट्रिय खेल यहाँ हुन्छ, हामी अथवा हामीहरू तपाईहरू यो गेम हेर्न यो ठाउँमा नपुगेको सायद कोही हुनुहुन्न होला। आज यो हाम्रो सपनाको क्रिकेट रङ्गशाला तीव्र गतिमा 24 घण्टा निर्माण भइरहेको छ, जहाँ अब आउने केही महिनामा यो रङ्गशाला अथवा क्रिकेट मैदान तयार भइसक्नेछ र यहाँ हामी बसेर अन्तर्राष्ट्रिय खेल मैदानमा हामी नेपाल 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 भन्दै क्राउडको सहित पानी पर्दा छाता लानुपर्ने छैन, घाम आउँदा तपाईको रुखको बोटाको छारीमा बस्नुपर्ने छैन, अथवा अब कुनै नेपालीले आफ्नो ज्यानको रिस्क लिएर चुनौती लिएर अग्ला मोटा मोटा रुखको टुप्पोमा बसेर क्रिकेट हेर्नुपर्ने छैन। अब बदाम खाँदै, चटपटे खाँदै अथवा चुइगम पड्काउँदै टिकट काटेर यो अन्तर्राष्ट्रिय खेल मैदानमा बसेर आफ्नो माया गर्ने साथी, आफूले रमाइलो गर्ने साथी अथवा आफू एक्लै कसरी तपाईले आनन्द लिनुहुन्छ, त्यसरी नै यो ठाउँमा बसेर हामी अन्तर्राष्ट्रिय गेम हेर्न सक्ने भएका छौँ। हाम्रो लगातार यो क्रिकेट प्रतिको हाम्रो माया देखेर सरकारले तीव्र गतिमा यो क्रिकेट मैदान बनाउँदैछ, जहाँ हजारौं कामदारहरूले नन स्टप काम गरिरहेका छन् भने दर्जनौं हेभी इक्विपमेन्टहरू पनि प्रयोग गरिएको छ।